हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। विशेष गरी म चाहिँ आज यता एउटा तपाईहरुलाई स्टोन देखाउन गएको छु। ग्रीन स्टोन, हरियो ढुङ्गा भन्छ, जो चाहिँ हरियो ढुङ्गा। यहाँनिर चाहिँ हरियो ढुङ्गाबाट बन्ने एउटा गिलास, काँचको गिलास हुन्छ हैन। तपाई हामीहरुले युज गर्ने घरमा काँचको गिलासबाट गिलास बन्ने ढुङ्गा चाहिँ यहाँनिर छ। आज चाहिँ कम्पनीको छुट्टी भएको कारणले म चाहिँ यसरी भिडियो बनाउन मिल्दैन। यहाँनिर म चाहिँ आज यहाँ आएर हेर्न सक्नुहुन्छ। घनार जंगल छ यहाँनिर, एकदम जंगलको बीचमा, जंगल नै जंगल रहेको छ। हेर्नुस्, जंगलको बीचमा छ। यहाँ चाहिँ अनौठो किसिमको ढुङ्गा भेटिन्छ तपाईको, एकदम डेन्जर ढुङ्गा, जो हरियो ढुङ्गा अनि एकदम सेतो कलरको प्लास्टिक जस्तो नभाँचिने टाइपको अनि चिप्लो निस्किने टाइपको प्लास्टिक जस्तै निस्किने, अब सानो सानो पातलो पातलो निस्किने ढुङ्गा चाहिँ यहाँनिर भेटिन्छ। यहाँ धेरै जसो छ। यहाँनिर धेरैले अब युज गरिरहेछन्, उता बनाउँछन् कम्पनीमा। म त्यहाँ पनि गएर आएँ है। नेक्स्ट भ्लगमा म हजुरलाई त्यहाँ पनि देखाउने छु। र ढुङ्गा यसरी युज गरिन्छ। अब आफ्नो देशमा भए तापनि अब युज गर्ने कुनै विषयवस्तु, अब कुनै मेसिन अब त्यस्तो केही पनि छैन हाम्रोतिर चाहिँ। यहाँनिर देख्न सक्नुहुन्छ, यो सबै हो। म तपाईहरुलाई नजिक गएर देखाउने छु, हेरेर साथ दिनु होला। ढुङ्गा देखाउन गइरहेको छु, हेर्नु होला हजुरहरु राम्रोसँग निहालेर। ढुङ्गा चाहिँ एकदम हरियो कलरको, एकदम पुरै ग्रीन। तपाईको यो चाहिँ बजाउँदाखेरि पनि टिङ टिङ आवाज आउँछ। म बजाएर देखाउने छु अर्कोचोटि हजुरहरुलाई। जति पनि छ यहाँनिर हेर्न सक्नुहुन्छ, सबै ग्रीन कलरको हो। सबै ग्रीन कलरको ढुङ्गा छ। गिलास भन्छ योबाट चाहिँ, यो काँचको गिलास भन्छ हैन। हेरेर साथ सपोर्ट गर्नु होला। यहाँ आउने मान्छेहरुलाई म सोधपुछ गर्नेछु, कसरी बनाउँछन्, के गर्छन्। युज गर्न सकिने रहेछ भने हामी पनि युज गर्दा हुन्छ। धेरै महँगो छ तपाईको। यहाँनिर सरकारी मान्छेहरुले मात्र यो लिएर बेच्न मिल्छ, हामीले चाहिँ मिल्दैन। गाडी चेकिङ हुन्छ गाइस। नेक्स्ट भिडियोमा तपाईहरुलाई चाहिँ यो कसरी यसको गिलास बनाइन्छ म केही जानकारीहरु दिनेछु है त। हस्त नमस्ते, थ्यांक यू सो मच।